हाम्रो अघिल्लो भिडियो हेरेर तपाईले नयाँ आउन लागेका आइपिओहरुको बारेमा त थाहा पाइसक्नुभयो। तर त्यो आइपिओहरु राम्रो छन् कि छैनन्, तिनीहरुलाई भर्ने कि नभर्ने भनेर चाहिँ कसरी थाहा पाउने? कति कम्पनीहरु चाहिँ राम्रा हुन्छन् भने कति कम्पनीहरु खराब हुन्छन्। त्यो खराब र राम्रो कम्पनीलाई चाहिँ कसरी छुट्याउने? आजको भिडियोमा सही आइपिओ चिन्ने 4 वटा तरिकाको हामी कुरा गर्दै छौं। भिडियो अन्तिमसम्म हेर्दिनु होला। यो 4 वटा साइन यस्तो छ जसले चाहिँ कम्पनी कस्तो छ भनेर बताउन सक्छ अथवा कम्पनीको इन्टेन्सन के छ भनेर हामीले थाहा पाउन सक्छौं। पहिलो कुरा, ग्रोथ ओरिएन्टेड पर्पस। कम्पनीको आइपिओ निकाल्नुको कारण के हो? सबै कम्पनीहरुले प्रोस्पेक्टसमा आफ्नो कम्पनीको बारेमा बताउँछन् र उनीहरुको योजनाहरु पनि बताउँछन्। तर सबै कम्पनी राम्रा हुँदैनन् र सबै कम्पनीले साच्चै ग्रो गर्न खोजेका हुँदैनन्। यदि कम्पनीले आफ्नो बिजनेस एक्सपेन्सन, नयाँ मार्केटमा छिर्न, टेक्नोलोजीलाई अपग्रेड गर्न अथवा बिजनेसलाई स्ट्रेन्थन गर्नको लागि आइपिओ निकालिरहेको हो भने त्यो कम्पनी चाहिँ जेन्युइन नै हुन सक्छ। हियर्स व्हाट टु चेक। क्यापिटल युटिलाइजेसन प्लान। आइपिओ डकुमेन्ट जसलाई प्रोस्पेक्टस भनिन्छ, त्यसमा क्यापिटललाई कसरी युटिलाइज गर्ने भनेर उल्लेख गरिएको छ। त्यसमा कुरा स्पेसिफिक छ कि अनक्लियर छ, त्यो कुरालाई चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। यदि कुनै पनि किसिमको स्पेसिफिक डिटेलहरु छैन भने त्यस्तो कम्पनीलाई तपाईले अभोइड नै पनि गर्न सक्नुहुन्छ। हामीलाई चाहिएको जेन्युइन कम्पनी हो, नट जस्ट अ कम्पनी। एउटा एबीसी कम्पनी छ जसले आइपिओ को लागि पैसा उठाउँदै छ र त्यसले नयाँ फ्याक्ट्री खोल्ने प्लान बनाएको छ भने त्यो कुरा क्लियरली प्रोस्पेक्टसमा मेन्सन हुनुपर्छ। तर कति कम्पनीहरु भने फ्युचर एक्सपेन्सनमै सीमित रहन्छन्, त्यस्तो राम्रो होइन, त्यो सस्पिशियस छ। सेकेन्ड पोइन्ट, ट्रान्सपेरेन्ट फाइनान्शियल्स एन्ड क्लियर ग्रोथ प्लान। कोही मान्छेले तपाईसँग पैसा मागे जस्तो सोच्नुस् तर उसको फाइनान्शियल हिस्ट्री अलि क्लियर छैन। धेरै शंका लाग्छ नि, हो आइपिओ मा पनि त्यस्तै हो। कम्पनी जस्तो छ हामीले त्यसरी नै चिन्नुपर्छ। तर कति कम्पनीले चाहिँ आफ्नो खराब कुराहरु चाहिँ लुकाएका हुन्छन्। उनीहरुले चाहिँ आफ्नो डेब्ट चाहिँ लुकाएका हुन्छन्, आफ्नो लस चाहिँ लुकाएका हुन्छन्। तर केही वर्ष पछाडी चाहिँ हामीलाई राइट शेयर चाहियो, हामीसँग धेरै उधारो भयो भनेर पनि आउँछन्। त्यो राम्रो कुरा होइन। कम्पनी ट्रान्सपेरेन्ट हुनुपर्छ। व्हाट टु चेक। रेभेन्यू, प्रॉफिट एन्ड लस ट्रेन्ड्स। कम्पनीको पछाडीको फाइनान्शियल हिस्ट्री कस्तो छ, रेभेन्यूको ट्रेन्ड कस्तो छ, प्रॉफिट कन्सिस्टेन्ट छ कि लसहरु देखिन्छ, त्यो कुराहरु हामीले हेर्नुपर्छ। सेकेन्ड, अडिटेड फाइनान्शियल्स। कम्पनीको फाइनान्शियल रिपोर्ट अडिटेड छ कि फेक जस्तो छ। इफ अडिटेड रिपोर्ट्स आर मिसिङ अर इनकम्प्लिट, त्यो डेन्जरस हो। पछिल्लो समयमा नेप्सेमै हेर्ने हो भने कतिवटा कम्पनी थियो जसले आफ्नो रिपोर्टहरु सार्वजनिक गरेका थिएनन्। जस्तै कि राष्ट्रिय बीमा कम्पनी, जसले भर्खरै अस्ति मात्रै 10 वर्ष पछाडी आफ्नो रिपोर्ट पब्लिश गरेको थियो। यो चाहिँ राम्रो कुरा होइन। कम्पनीले सधैं टाइममा एजीएम गर्नुपर्छ र टाइममा आफ्नो रिपोर्टहरु पब्लिकली पेश गर्नुपर्छ। त्यो गरिएको छैन भने कम्पनी ट्रान्सपेरेन्ट छैन भनेर हामी भन्न सक्छौं। र 2-3 वर्ष अगाडि कानीखोला हाइड्रो पावरले हाम्रो बिजुली सबै बिकेको भए हाम्रो नाफा यति हुन्थ्यो भनेर छापेको थियो। त्यो त प्रोजेक्टेड ब्यालेन्स सिट हो नि त। त्यो त सबै बिकेको भए यति फाइदा हुन्थ्यो, तर बिकेको छैन नि त, कम्पनी त घाटामा छ। तर उहाँहरुले ईपीएस यति भनेर छापिदिनु भएको थियो। त्यस्तो गर्ने कम्पनीलाई कसरी ट्रस्ट गर्नुहुन्छ? त्यही भएर कम्पनी ट्रान्सपेरेन्ट हुनु 100% मस्ट हो। र फाइनली, कन्क्रिट ग्रोथ स्ट्र्याटेजी। केही कम्पनीहरु ग्रोथको बारेमा फ्युचर प्लान्स मात्रै भनेर बस्छन्। स्पेसिफिक मार्केट एन्ट्री, प्रोडक्ट डाइभर्सिफिकेसन या कस्ट रिडक्सन स्ट्र्याटेजी जस्तो क्लियर प्लान छ कि छैन भन्ने कुरा चेक गर्न जरुरी छ। इमेजिन अ company says we are growing rapidly but it doesn't provide financial data. Suspicious, right? Always check the audited report before trusting their words. Here's what to check. आइपिओ भर्दै हुनुहुन्छ अथवा आइपिओ लिस्ट भइसके पछाडी पनि किन्न चाहदै हुनुहुन्छ भने तपाईले कम्पनीको म्यानेजमेन्टमा को छ भनेर हेर्नै पर्छ। सीईओ को हो, सीएफओ को हो, उहाँहरुको ब्याकग्राउन्ड कस्तो छ, र्यान्डम मान्छे हो कि एक्सपिरियन्स भएको हो कि भनेर उहाँलाई चिन्न जरुरी छ। त्यसपछाडी पास्ट परफर्मेन्स। अगाडिको आइपिओ या बिजनेस प्रमिसेसहरु फुलफिल गरेको छ कि छैन भनेर हामीले हेर्नुपर्छ। कुनै पनि समयमा गएर कम्पनीले अबको आउने क्वार्टर हामी यस्तो गर्छौं वा उस्तो गर्छौं भनेर भनेको छ भने त्यो क्वार्टरमा त्यस्तो गर्यो कि गरेन, आफूले भनेको शब्द पूरा गर्यो कि गरेन भनेर हामीले हेर्न जरुरी छ। लास्टली, ट्रान्सपेरेन्सी एन्ड अकाउन्टेबिलिटी। इन्भेस्टर्सलाई रेगुलर अपडेट कम्पनीले दिएको छ कि छैन, भेरी इम्पोर्टेन्ट। यदि कुनै पनि कम्पनी छ भने हरेक कम्पनीसँग रिप्रेजेन्टेटिभ हुन्छ इन्भेस्टरको लागि, तर उहाँहरुले हामीलाई चाहिने सूचना टाइममै दिएको राम्रो। उहाँहरुले त्यस्तो गरिराख्नु भएको छ भने वी क्यान ट्रस्ट देम।
इफ नट देन वी क्यान डाउट। जब एउटा कम्पनीको सिइओ राम्रो हुन्छ अनि बोर्डमा पनि स्ट्याब्लिस मान्छे हुन्छन् त्यो कम्पनी रिलायबल हुन्छ। तर यदि कम्पनीको सबै म्यानेजमेन्ट नै अननोन फेसेस छन् भने अलि रिस्की त लाग्छ नै। अर्को साइन अफ जेन्युन आइपिओ रहेको छ रेपुटेसन एन्ड इन्डस्ट्री प्रेजेन्स। हाम्रो नेपालमा यति धेरै कम्पनी छन् जो आइपिओमा आएका छैनन् तर हामीलाई सबै थाहा छ उहाँहरूको बारेमा, किनभने दे हेभ द स्ट्रङ इन्डस्ट्री प्रेजेन्स। आइपिओ आउनु अगाडि नै कम्पनीको नाम इन्डस्ट्रीमा सुनेको हुनुपर्छ। यो भन्नुको अर्थ सुन्नेकै हुनुपर्छ चाहिँ होइन, तर वाट आई मिन बाई द्याट इज पपुलर हुनुपर्छ, राम्रो छ भन्ने हामीलाई थाहा पाउनु चाहिँ हेल्प गर्छ। कुनै पनि पास्ट सक्सेस या कन्ट्रिब्युसन नभएको कम्पनी रिस्की नै हुन्छ। त्यही भएर उहाँहरूको प्रडक्ट के हो भनेर, उहाँको बिजनेस मोडल के हो भनेर हामीले जान्न जरुरी छ। हियर्स वाट टु चेक कम्पिटिटर कम्प्यारिजन। इज दिस कम्पनी रियली इस्टाब्लिस अर जस्ट अ नेम अन पेपर? जुन पनि तपाईँको नयाँ कम्पनी आउँदैछ उहाँहरूको पियर्सहरूसँग तपाईँले कम्पेयर गर्नुपर्छ, जसलाई हामीले भन्छौँ इन्डस्ट्री स्ट्यान्डर्ड। इन्डस्ट्री स्ट्यान्डर्डसम्म कस्तो छ, कतिको फेयर भ्यालु छ, त्यसलाई चाहिँ हामीले इभ्यालुएट गर्नुपर्ने हुन्छ। फर इक्जाम्पल कुनै नयाँ आइपिओ आउँदैछ, लेट्स से हाइड्रो पावर, र उसको पर कस्ट मेगावाट नै तपाईँको 30 करोडभन्दा माथि छ भने द्याट्स एन एक्सपेन्सिभ प्रोजेक्ट। वेयर एज नेप्सेमे लिस्टेड भएको कम्पनीजहरूको कतिको हेर्नुहुन्छ भने 18 करोडमै छ भनेपछि नयाँ आइपिओ त खासै राम्रो होइन। सो एक्जिस्टिङ कम्पनीसँग पनि तपाईँले पियर कम्पेरिजन गर्न जरुरी छ। पास्ट सक्सेस, अब नयाँ कम्पनी हो भन्दैमा सक्सेस नहोला भन्न चाहिँ मिल्दैन। इनफ्याक्ट सक्सेस भएको कम्पनी चाहिँ आइपिओमा आएर अझ ठुलो हुने हो। द्याट्स हाउ आइपिओ सुड बी वर्किङ। बट यदि कुनै कम्पनी जस्ट आफ्नो प्रडक्ट नबिकेर शेयर मार्केटमा चाहिँ सबैलाई भिडाइदिन्छु भनेर आइरहेको छ भने त्यस्तो कम्पनीबाट बस्नुपर्ने हुन्छ। र फाइनली इन्डस्ट्री रिकग्निसन। वाट डु एक्सपर्ट से अबाउट इट? इमेजिन एउटा कम्पनीको आइपिओ आउँदैछ तर इन्डस्ट्रीमा कुनै पनि प्रेजेन्स छैन, न अरू कम्पनीको बिचमा चर्चा छ, न पुरानो केही सक्सेसफुल प्रोजेक्ट। अब यस्तो कम्पनी लेजिट हुन्छ जस्तो लाग्छ त? पीपी वाटर बॉल जस्तो नाम नचलेको कंपनी आयो भने भन्नुहुन्छ त? मैं गोलगप्पों के बिजनेस की ऐसी रिपोर्ट प्रोजेक्ट करूंगा, लोग समझेंगे ये बहुत बड़ा फूड इंडस्ट्री यूनिट है। यो भिडियोमा हामीले 4 साइन्स अफ जेन्युन आइपिओ भनेर कुरा गरेका छौं। ग्रोथ ओरिएन्टेड पर्पस, स्ट्रङ एन्ड अकाउन्टेबल म्यानेजमेन्ट, ट्रान्सपेरेन्ट फाइनान्शियल एन्ड क्लियर ग्रोथ प्लान, एन्ड फाइनली इन्डस्ट्री रिकग्निसन। यदि कम्पनीको पर्पस क्लियर छ, फाइनान्शियलहरू ट्रान्सपेरेन्ट छन् अनि म्यानेजमेन्ट पनि स्ट्रङ छ भने आइपिओ लेजिट हो। त्यसैले जुन पाए त्यही आइपिओ भर्ने चाहिँ होइन, अनुसन्धान र रिसर्च चाहिँ गर्नुपर्छ। अगाडिको सबै आइपिओ जति पनि आउँदैछ त्यसबाट चाहिँ फ्रडबाट चाहिँ जोगिनु होला। यो भिडियो तपाईहरुलाई कतिको इन्फर्मेटिभ लागेको छ कमेन्टमा लेख्नु होला। आई एम सुदीप एन्ड दिस इज पैसा प्रक्सिस। फलो अलोङ एन्ड लेट्स मेक मनी टुगेदर।